कसैले रोक्न सक्दैन। राज संस्था पुनर्स्थापित नहुने भने नेपाल भन्ने देश राजा भएन नभएन बच्चको देश। संसारमा जति देशमा राज संस्था अन्त्य भए ती सबै देश जहिलेसम्म चन्द्र सूर्य आकाशमा रहन्छ तबसम्म नेपालमा अन्त्य गरेपछि नि 700 देशै डिलिट भयो। सिक्किमबाट राजा अन्त्य गरेपछि नि देश डिलिट भयो। तर जुन जुन देशमा ओली देउवा प्रचण्डहरू जस्ता र तिनकै नयाँ पुस्ताका आउन एजेन्डा आउँछन् मिल्यो भने चाहिँ देश रहन्छ नत्र रहँदैन भन्ने सोच सबैलाई फरक हुन्छ होइन। लगायत हेर्नुहोस्, तपाईँ इजिप्टमा हेर्नुहोस्, तपाईँ उता हेर्नुहोस्, अरू देशको किन हेर्ने, हेर्नुहोस्, तपाईँ रोमानियामा हेर्नुहोस्, तपाईँ हङ्गेरीमा हेर्नुहोस्, यी सबै देशमा युवा पुस्ताले नेपालमा जस्तै आन्दोलन गरे। तर संविधान चाहिँ जारी नै राख्नुपर्छ भनेपछि अहिले जस्तै के भने यिनीहरूलाई छुन चलाउन राजा चाहियो क्या त जेन्जी तिमीहरूलाई मिल्दैन, अख्तियारको प्रमुखलाई पनि मिल्दैन, राजीनामा देऊ राजालाई चाहिँ कारबाही गर्न मिल्छ त पछि अनि फेरि राजा राखेर सहभागी हुनेहरूलाई मुद्दा चलाउनु पर्छ भनेर मुद्दा चलाउने। अनि हामी